आज हाम्रो चौथो दिन पाँचौँ दिन हो आज। पाँचौँ दिनमा गेटमा पनि भिडभाड छ आज पनि। ओ अझै यो त कता गएको उसले यता यहाँ बुद्ध गएमा फेरि यहाँ यो जगन्नाथ मन्दिर पनि छ। यो चाहिँ बाहिर हो, भित्र चाहिँ मोबाइल लान नदिएर केही खिच्न पाइएन। यो चाहिँ बाहिर चाहिँ यो मन्दिरमा चाहिँ जगन्नाथको मन्दिर खिच्न। हिजोभरि जाडो बढेर फेरि यहाँ कम त जाडो छैन, बेसी जाडो बढेछ। के भयो रे त्यो छ जाडो। अहिले चाहिँ हामी यो बाहिर साइड मन्दिरतिर, भित्र त लान दिन्न। भित्र जाने गेरी हो, अहिले हुल छैन। बिहानमा त यसरी हुल हुन्छ, आमा ठेल्ला ठेल हुन्छ। अहिले छैन खासै। यो उता साइडमा हामी भित्र छिरेर आएको। यहाँ मन्दिर पनि हेरौँ भनेर। यहाँ मालाहरू छ सबै यस्तो। भित्रै गएर दर्शन गरेर आउनु पर्यो। यो चाहिँ भित्रको, भित्रबाट खिच्न पाएन, बाहिरबाट खिच्दा यस्तो छ। सुनको है यो गजु। यस्तो छ। त्यो खोतालेर बसेपछि दारूहरू आउँछ नि त नि। के रे पक्रो। ओके हो गयो अब। ए आयो होस्टेलको खाना। भिडभाड छैन आज, खाली छ आज। खोइ त आज लाइन यहाँ यस्तो लाइन छ। गुरु आउनुभएको छ। यस्तो भिड छ दर्शनको लागि। यहाँ आउनुभयो सबैलाई दर्शन दिनुभयो है। त्यसरी यहाँ गुरु हो, दर्शन दिनुभएको छ है सबैलाई। उहाँ चाहिँ गुरु हुन्छ है, 17 अवतार गुरु हुन्छ। हामी चाहिँ लाइनमा छ यता, लाइनमा बसेको छ। अब हाम्रो पालो आउनु भयो है गुरु। हामी नालन्दा युनिभर्सिटी, त्यसपछि हामी चाहिँ स्तुपा, त्यसपछि राजगिरी, त्यसपछि भगवान बुद्धको पालमै विष्णु भगवान को पालमा चाहिँ रथले एकदम धसेको ठाउँ छ त्यहाँ, एउटा एकदम महत्त्वपूर्ण ठाउँ त्यहाँ। हामी 9 जना ग्रुप चाहिँ आज साउन कति के अरे पुस कति गते 5 गते होइन, पुस 5 गते अथवा 6 गते 5 गते 5 गते दिनमा चाहिँ हामी एकदम शुभ यात्राको साथमा हामी चाहिँ एउटा घुम्ने एउटा कार्यक्रम गर्न हामी निस्किराखेको छ। हामी एकछिनपछि गेटबाट आउट हुन्छ। हामी भरे चाहिँ सबै धार्मिक स्थलहरू घुमेर हामी दर्शन गरेर हामी भरे चाहिँ 6:30-7 बजे हामी केम्पमा आइपुग्छौँ। ल हजुर ल हजुर ल। अब चाहिँ जाने अब निक्लियो सबै। लामाले अब कता टेम्पोमा जाने कि गाडीमा जाने हो। हाम्रो टेम्पो यस्तो छ, पुरा टेम्पोमा जान। ल बडाबुडीलाई मिलाइदिएछ ठ्याक्कै हो। 50 को टेम्पो आइपुग्यो स्टेसन। कारमा यस्तो कारमा टेम्पोले कम त कोचारेन, 8-9 जना। बुद्धको दर्शन गर्न आउँदाखेरि सबै यो रातमा आउने रहेछ। यहाँ केबल कार त होइन, यो हेर्ने ठाउँको हो। यहाँबाट चाहिँ हेर्दै जाने अब। हजुर हजुर। यो यहाँ चाहिँ के रथ रथ गुडाको यो। रथ गुडाको यो रेली हो। यो चाहिँ रथ गुडाको रे। लै रथ गुडाको क्या यहाँ।
घाटी क्या है अँ भगवान बुद्ध की है ना अँ बुद्ध का रथ रथ गर्ने के टाइम में त्यो गाडा हुन्न रथ हो त्यस्तो क्या भगवान बुद्धको भिक्षुहरू क्या अँ अनि यो भिक्षुहरू चाहिँ तपाईँको चाहिँ यहाँ आउँदाखेरि चाहिँ रथमा लिएर आउने स्वागत गर्नलाई अँ अनि विष्णु भगवानको जुन पालमा पनि हो क्या यो अँ पहिलाको डाम है बाटो यी पुरा डाम के यस्तो रथको ट्र्याककै रथको ट्र्याक छ नि यो यस्तो शक्ति लिएर यो बनाएको होइन तपाईँको धसेको छ नि कति हिँड्यो त यहाँ भनेपछि यही अब यसमा सुत्दाखेरि चाहिँ यो ढाडाहरू दुख्ने क्या हराउने ए यही हो यही हो नि कसरी सुन्द हो यहाँ त यहाँ हो नि सुत्छ नि मान्छे को सुत्यो त्यो शक्ति क्या यी यो तपाईँको यी कति यो रथ कुडाएको रे राम्रो चिज हो नि भगवान त्यो हेर यो यो यहाँ सुत्नु यहीँ सुत्यो नि कहाँ हो सुत्ने ढाड धर्नु पर्यो मेरो पनि ढाड दुख्छ रात घुडा कहाँनिर हो कति सुत्ने हो मैला भयो नि होस् के भएर कहाँनिर सोल्टी ढाड भयो नि अनि त ल निको हुन्छ अब है तपाईँलाई केही कष्ट हुन्न पछि शक्ति छ नि यहाँ अब घोडा पनि हुन्छ फेरि छाडो गरेर यहाँ घुँडा धस्ने रे के धस त मेरो पनि दुख्छ घुँडा हो ल धर्नु न खाल्टोमा खाल्टोमा ल यसरी घोडा रगट्यो भने घोडा धस्यो भने सन्चो हुन्छ अरे घोडा निको हुन्छ अरे यो चाहिँ रथ हिँडेको रहेछ फेरि यो भगवान बुद्धको पालोमा यो कुन एरिया रे साँच्चै बिर्स्यो मैले त ए राजगिरी यो रथ हिँडेको पुरानो जमानाको यो रथ त्यसरी हिँडेको रहेछ त्यो राजगिरीमा आज हामी चाहिँ यो उसरी आएको के अरे बुद्ध गएभरि 2.5 घन्टाको बाटो यस्तो यस्तो छ अनि सबै हेरेर गइसकेको छ हामी अलिक ढिलो ढिलो नै भएछ यो त्यो एरिया रहेछ यस्तो यो मान्छे नै जन्मिएको छैन क्या अहिलेसम्म हो जन्मिएको छैन जन्मिन्छ भनेको छ बुद्धले ए यो पढ्ने मान्छे जन्मिन्छ तर यसको भाव छ फेरि आफूले जान्दैन यो जन्मिएकै छैन क्या यो पढ्ने कुनै पनि विद्वानले कर्म पर्ने सक्नुहुन्न ओहो यो पढ्ने मान्छे जन्मिन्छ भनेको छ बुद्धले जन्मेपछि यस्तो लेखेको है यो लामो भाषा नि फेरि यो चाहिँ धरती के हुन्छ थाहा हुन्न फेरि त्यो यो लामो भाषा होइन नि यो पाले भाषा हो बुद्धको पाले भाषा हो नि आफूले जान्छ ए यस्तोको है यो पढ्न नजाने अहिलेसम्म जन्मे छैन नेपाली दिएको ए ल यहाँ पनि विष्णु भन रहेछ ए ल अब यहाँ चाहिँ केबल कारमा जानु लाग्यो गाडी धेरै आएको रहेछ नि त नि मान्छे त होल यो त कता जानु रहेछ त फेरि यता म त त्यो को हो चिनेको भनेको त त्यो टेम्पो बस ड्राइभरको रहेछ त टेम्पो भन्छ बुद्ध शरणको छ केबल कार अब केबल कारमा जाने माथि मन्दिर बुद्धको यहाँ टिकट काट्ने ठाउँ राजगिरीमा रहेछ त्यही राजगिरी रहेछ होइन बुद्धगयाबाट धर्मस्थल बुद्धगयाबाट चाहिँ फेरि राजगिरीमा बुद्धको सन्देशहरू बुझ्नलाई बुद्धको त्यो बेलाको कुराहरू बुझ्नलाई हामी म धर्मगुरुलाई मेरो सम्पूर्ण भक्तजनहरू बुद्ध अनुयायी होइन अनि भक्तजनहरू चाहिँ हामी 9 जना राजगिरीमा आइसकेको छौँ र अब चाहिँ हामी केबल कार चढ्नलाई सुरु गर्छौँ अब हामी नास्ता पानी भएर अब केबल कारमा हिँड्न चाहन्छ हामी टिकट छ है
जय बुद्ध हात्ती पनि रहेछ यहाँ हात्ती सहितको अब हामी चाहिँ केबल कार चढ्न गयो है मेरो पनि छ नि यहाँ टिकट सबैले टिकट देखाए मेरो पनि टिकट छ है यहाँ म फेरि यहाँ जाने होइन नि फेरि ल आउनु आउनु ल भरे भएको आइडी दिन्छ त्यसले सबैले बनाउँछ रे हामी चाहिँ यो केबल कारमा गइन्छ यसरी माथि बुद्धको मन्दिरमा सबै एउटामा नआउने भएपछि आउन नि त नि एउटा उल्टो भयो कस्तो भइरहेछ अहिले ठिक भएछ होइन एउटा यता आउनु यता तपाईँ आउँदैछ जाँदैछ कतिपयहरू पहिला चाहिँ यस्तो सिङ्गल खालको रहेछ कि एउटा एउटै हुन्छ नि त डराउँछ नि यसमा त हामी त डराउन यो ठिक रहेछ हौ सिङ्गल चढ्नु पर्नु छ नि सिङ्गल अब यतापट्टि खाली आउँदैछ खाली खाली हुँदो रहेछ विद्यार्थीहरू त सब हिँडेर गयो खाली छ है झऱ्यो अब हामी है 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 के हो हल्लिने यस्तो रौसिला जस्तो मान्छे भएर त अब आजहरू नै आउँदैछ खाली भयो यो चाहिँ स्टेसन माथि डाँडामा केबल कारको झर्दैछ आजहरू आउनु आउनु झर्नु झर्नु ल ओहो जम्मा 3 जना मात्रै भयो तपाईँहरू है राजगिरीको जुन स्तूपमा आइपुग्यो ल ओ गुरु यहाँ त हनुमानजी पनि रहेछ नि त ओहो हेलो बच्चा लिएर बसेछ यो लङ्गुर हो लङ्गुर ओ उता थुप्रै रहेछ नि तल ऊ लङ्गुर तल ऊ टन्नै रहेछ ल आउनु आउनु त्यसरी तलपट्टिको उल्टो हेलो 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 लगाएर यहाँ सबै नचलाउनु नचलाउनु ओइ ओइ नचलाउनु यता आउनु यो राजगिरीमा माथि भगवान बुद्धको हेर्न आएको भिडभाड छ हिँडेर आउँदाखेरि 2 घन्टा लागेर बजिहाल्यो हामी त आधा घन्टा लाग्दैन भिडभाड छ बेसरी बच्चाहरू टन हिँडेर एक केटीहरूलाई 3 घन्टा लाग्यो भन्छ अब हामी यो सर्ट बाटो हिँडिन्छ यो खाल्टो खाल्टो यो डेन्जर वनमा यो राम्रो बाटो यतापट्टि हानिदिएको मैले त यहीँ हो त्यहीँ आउँछ यहीँ नजिकै छ ए बच्चाहरू त सबै हिँडेखेरि हामी त झन् पाहाडमा हिँडेको मान्छे पनि अनि अब हामी चाहिँ हो त्यो माथि डाँडामा पुगिन्छ उकालोमा अब यतापट्टि हिँड्ने बाटो यतापट्टि छ सरर यहाँ अब पुगिन्छ होला कति मिनटमा केबल कारमा आएर तल झऱ्यो त्यहाँपछि फेरि माथि